हेलो गुड आफ्टरनुन साथीहरू सबैलाई। आज तपाईहरुलाई फेरि पनि आज चाहिँ हामी चर्चमा आएको थियो अनि म चाहिँ यहाँ माथि हाम्रो चर्चमा चाहिँ आज सबै अभियानको कार्यक्रम भइरहेको छ। अनि हेलो मामा, के गर्नु आउनु भएको आज? म यहाँ सफा गर्दैछु नानी, यो चर्चको लागि। यहाँ अब चर्चको बाटो सफा गर्दैछु। हजुर, यता हाम्रो आन्टी म पनि चर्चकै बाटो सफा गर्दैछु बहिनी, बनाल्दैछु हो। हजुर, अब हामी सधैँ हिँड्नु पर्छ अनि अब सफा गरेन भने आफैलाई यो के हो सिक्सिको लाग्छ। हजुर, सफा राख्नुपर्छ नि है, राख्नुपर्छ, त्यही भनेर बहिनी। ए एकदम खुसी लाग्यो, हामी मजाले सफा गर्दै आएको। हजुर, कति क्लिन बनाउनु भएछ नि। हुन्छ, थ्याङ्क यू। यता मेरो साथीहरू थुप्रोजना छ यहाँ, आन्टीहरू बहिनीहरू सबैजना आज मौसम चाहिँ एकदम गरम छ। अन्त साथीहरूले यहाँ जुस त कति खाइसक्यो। 10 बोतल बेसी खायो होला, 1 कार्टुन जस्तो। यता हाम्रो दिदी छ, यता पनि सफा गर्नुहुँदैछ। यता हेर्नुहोस् है यहाँनिर यसमा चाहिँ के छ हो? अहिले ग्रुपमा पनि त्यो मैलाको पोका राख्नुपर्छ नि। मैलाको पोका राखेर घाम हावा चलेर कि आँखामा पस्छ। म चाहिँ अलिक फिनिसिङ गर्दै जानु पर्यो नि। हेलो गुड इभिनिङ सबैजनालाई। आज चाहिँ हामी चाहिँ यहाँ माथि पेन्टुक चर्चमा हाम्रो चर्चमा आएको छ। अनि हामी चाहिँ के गर्नुभएको मामा? बाटो सफा गरेको नानी, यो बिहाको लागि। ए अङ्कल हेलो अङ्कल। हजुर, सफा गर्नु हुँदैछ? हजुर, हामी सरसफाइमा छौँ आज बाटोको। ए हुन्छ। हामी चाहिँ सफा गर्दैछौँ आज। यति क्लिन बनाइसकेको छ बाटोहरू। हेलो दा, सफा गर्नुभएको तपाईँ पनि? ए हुन्छ। हामी चाहिँ आज सफा गर्दै यहाँ तल चर्चदेखि चाहिँ सफा गर्दै अब हामी उ जाँदैछ। यति बेसी क्लिन बनाइसकेको रहेछ मेरो साथीहरूले, आन्टीहरूले। यहाँ चाहिँ खानेकुरा खानुको लागि कोक पनि लिएको रहेछ, यता स्प्राइट पनि लिएर राखेको रहेछ। आज चाहिँ मौसम एकदमै गरम छ। अनि म जाँदैछु साथीहरूलाई